यहाँ त अध्यक्ष लगायत भुजेल पण्डित अथवा फोहोरको तालिम प्राप्त व्यक्ति हुनुहुन्छ। तपाईँ तालिम भुजेल फोहोरको चाहिँ तालिम लिइसके पछाडि हामीले सुन्नमा आएको छ कि विभिन्न ठाउँमा गएर चाहिँ यस्ता कार्यक्रमहरू पनि सञ्चालन गर्नुभएको छ भन्ने कुरो सुन्नमा आएको छ। तपाईँले गरेका जति कर्महरू गर्नुभएको छ नि, त्यो कर्महरूबाट चाहिँ तपाईँको कर्मबाट चाहिँ जहाँ उपयोग गर्ने चाहिँ हाम्रो भुजेल बन्धुहरूले कतिको चाहिँ प्रभावकारिता उहाँहरूले चाहिँ कस्तो महसुस गर्नुभएको छ, यस विषयमा चाहिँ तपाईँको प्रतिक्रिया के छ? हजुर, धन्यवाद। फोहोर सम्बन्धीको विषयमा भन्दाखेरि म चाहिँ यही संस्थामा चाहिँ यो तालिम लिएर हामीले चाहिँ तालिम लिएको थिएँ केही समय पहिला, र यस तालिममा यस तालिम प्राप्त गरेर म चाहिँ यही हाम्रो कार्य यो फोहोर कार्य गरिरहेको छु, गर्दै हिँडेको पनि छु। मैले लगभग 35-40 कार्य गरिसकेँ। मैले जन्मदिन मृत्युसँग कार्य र मैले गरेको कार्यमा पूर्ण रूपमा सन्तुष्टि हुनुहुन्छ भन्ने मलाई लागिरहेको छ। र हाम्रो आगामी दिनमा तपाईँको क्रियाकलाप अझ कसरी चाहिँ अगाडि बढ्ला जस्तो लागेको छ? हाम्रो यो कार्य एकदम राम्रो छ। हामी चाहिँ अन्जानमा थियौँ हिजो। हामी ब्राह्मण पण्डितलाई हामी पूजा गरिदिएको थियौँ भने म पनि चाहिँ अज्ञात थिएँ। मैले पनि हिजो चाहिँ ब्राह्मण पण्डितलाई नै पढाएको हो र हाम्रोमा एकदम राम्रो छ। हाम्रो संस्कार एकदम राम्रो छ। हाम्रो संस्कार गर्नु होला भन्ने चाहिँ सबैलाई चाहिँ म अनुरोध गर्दछु।